देख्नुहुन्छ यहाँ यस्तो त होइन बेङ्गलोरमा कति छ के अब रेल आइरहेको रहेछ रेल 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 सो हेलो नमस्ते एभ्रिन के छ सन्चै हुनुहुन्छ ल म पनि एकदमै सन्चै छु होइन आज चाहिँ राइड जाने भनेको है कस्तो झौला यसो बसिरहेको सुतिरहेको छु अब ठिक छ एकछिनमा राइड निक्लिनुपर्छ होइन अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियो चाहिँ लाइक गरिदिनु होला लेट्स गो अब एकैचोटि बाइकमा भेटौँ है त देख्न सक्नुहुन्छ गाइज होइन पुरै अटोलाई होइन पुरा मोडिफाई गरेर कस्तो बनाएको छ क्या सानो जहाँ अटो हुन् होइन अटोलाई पुरै त्यो मोडिफाई गरेर चाहिँ खतरा 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 बनाएको छन् नेपालमा चाहिँ अटोलाई अटोमा मात्र प्रयोग गरिन्छ भने यहाँ अब जुनसुकै सामान बोक्नु लागि जेसुकै गर्नु लागि पनि अन्य कुरामा पनि अटोलाई प्रयोग गरेका छन् क्या जे होस् हाम्रो चाहिँ देख्न सक्ने पुरा फोहोर उठाउनलाई पनि अटोलाई मोडिफाई गरेर पुरै रेडी गराएका छन् केही छैन यो रोड चाहिँ 2-4 दिनपछि यस्तो खतम थियो होइन अहिले चाहिँ दामी पिच गराएर यस्तो दामी बनाएका छन् यहाँको काम चाहिँ दिनमा भएको होइन है रातिमा भएको यो चाहिँ दिनमा हिँडिरहन्छ केही थिएन अनि पछिल्लो दिन चाहिँ आएको त पुरा रोड पिच भएको छ क्या म त दङ पर्यो भने कसरी काम भयो भन्ने कुरा म आफैलाई थाहा थिएन ड्रागन फ्रुट एउटाको 30 रुपियाँ यार यहाँ पनि धेरै महँगो छ खाना नसक्नु छ यहाँ पनि गाडीमा तेल कम छ अब हामीले सुरुमा तेल हाल्नुपर्ने हुन्छ राइड निक्लिनुभन्दा पहिला होइन फेरि बाटोमा तेल सकियो भने पेट्रोल पम्प नभएछ टाइममा फेरि दुःख पाइन्छ आफूले नै यो हो डिमान्ड गाइज होइन हामीभित्र चाहिँ हरेक सामान पाउँछ कि तपाईँहरूलाई म कुनै दिन यहाँभित्र गएर पनि देखाउँछु होइन आज चाहिँ टाइम छैन मसँग राइडमा निक्लेको कुनै दिन राति सन्डेको राति आयो भने चाहिँ होइन यहाँ कस्तो हुन्छ भने त्यो मान्छे हिँड्ने ठाउँ हुन्न के मान्छे हिँड्नलाई ओर्लो छ त्यो पोल्लो छ जान नि कत्रो टाइम लाग्छ के भन्नु यति धेरै हुन्छन् यति धेरै हुन्छन् अब सामान पनि सबै पाउँछ कि त्यहाँ तेल हाल्नुपर्ने पनि खाली छ सो गाइज अब पेट्रोल हालिसकेको छ होइन अब चाहिँ निक्लिनु पर्ने हुन्छ अब निक्लिन्छौँ हामी यहाँदेखि राइडको लागि ल आजको नजारा कस्तो लाग्दैछ है त कमेन्ट गर्न नभुल्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला पहिला हाम्रो बस्ने चाहिँ भन्दा तल अगाडि हो होइन हामी यहीँ बसिरहेको थियौँ अब पछि यहाँबाट फेरि चेन्ज भएर उता गएको अहिले चाहिँ उता बसिरहेको छौँ अब रेल आइरहेको रहेछ रेल 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 देख्न सक्नुहुन्छ मेट्रो फेरि जाम कत्रो हो यो जाम निक्लन कति टाइम लाग्छ भन्ने अब गाह्रो चाहिँ ओके देख सकते हैं इधर का रोड कस्तो खतरा छ देख्नुहुन्छ यहाँ यस्तो त होइन बेङ्गलोरमा कति छ के प्रत्येक ठाउँमा यस्तै ऊ देख्न सक्नुहुन्छ आकाश बोल्दै यस्तै होइन नेपालमा अहिले एउटा बनेछ अनि त्यसको लागि कति धेरै सुरुङ बारेर बनेछ त्यही पनि अहिले कोहीले उद्घाटन गर्ने कोहीले के गर्ने भनेर चाहिँ कत्रो रहिलो भइरहेछ हैन
यहाँ चाहिँ त्यस्तो कति धेरै चाहिँ गरिदिएछ। यो देख्न सक्नुहुन्छ होइन, क्या बवाल दामी छ क्या। क्या नाइस बुलेट छ यार। मैं सक्सेस भएन एकदम यस्तो खतरा बाइक लिने मन छ मलाई होइन। पहिला आफू सक्सेस हुनु छ होइन, मैले पछि चाहिँ धेरै गर्ने मन छ मसँग चाहिँ।